गाइज वेलकम टु माई गेट रेडी विथ मी। आज चाहिँ म तपाईँहरूलाई मैले आफ्नो स्किन केयरमा के गर्छु त, स्किन केयर प्रडक्ट के युज गरिरहेको छु र कसरी गरिरहेको छु भनेर देखाउँछु है त। म चाहिँ आज मेरो छुट्टी के अरे शनिबारको दिन ढिलोसम्म उठेँ, ब्रेकफास्ट गरेँ अनि सावर लिएँ अनि म चाहिँ अहिले अप्लाई गर्दैछु। मोइस्चराइजर चाहिँ अब्जर्भ भइसक्यो। मैले चाहिँ सनस्क्रिमलाई चाहिँ एकदमै यस्तो बाक्लो गरेर लगाइदिन्छु कि अनि त्यसपछि सकेसम्म चाहिँ यो स्किनले आफै अलि लगाइरहेको छु जस्तो लाग्छ मलाई चाहिँ। यो कन्सिलरलाई चाहिँ म ट्याक्कै यसरी धेरै लाउँदिनँ, धेरै आँखाको क्लोज पनि लाउनुहुन्न कि यसले चाहिँ आफ्नो नेचुरल चाहिँ गरिदिन्छ इभन इन द आँखाको माथि। अनि कन्सिलर चाहिँ लाउने बित्तिकै मैले सबै एउटै कुराले गरिरहेको छु होइन। इभन तपाईँहरू हातले पनि यसरी हल्का गरेर गर्न सक्नुहुन्छ। ब्लेन्डर राम्रो भएन भने फेरि प्रडक्ट सबै अब्जर्भ गरिदिन्छ क्या। यो पनि खासै राम्रो ब्लेन्डर चाहिँ होइन, राम्रो जस्तो लाग्दैन क्या मलाई। यो चाहिँ मैले ब्लेन्ड गरेँ है त गाइजहरू। ऐना छ अनि यता फोन, दुईवटा ऐना र फोन हेर्दाखेरि नै एङ्गल नै कस्तो कस्तो देखिएर होला होइन। ठिक छ छु। ओहो क्लम्जिनेस आइहाल्छ, क्लम्जिनेस। सो म यो मेरो टी जोन चाहिँ एकदमै धेरै ओइली हुने भएको भएर टी जोनमा चाहिँ पाउडर लगाइदिन्छु है त। गाइज यु क्यान सजेस्ट मी है त, कुन चाहिँ सनस्क्रिन युज गर्दा राम्रो हुन्छ ओइली स्किनलाई। मेरो स्किन त कस्तो भन्नु कि कुनै चाहिँ राम्रो लाग्छ यो, जस्ट मेरो स्किन टोनलाई चाहिँ सुट गरे जस्तो फिल हुन्छ क्या यो। अब त्यही भएर डाइरेक्ट अप्लाई गर्दा पनि फरक पर्दैन किनभने त्यस्तो धेरै छैन। ओ माई गड गाइजहरू कति धेरै भइसक्यो कि, त्यही भएर मैले यो ब्लेन्डरले लिएर चाहिँ ब्लेन्ड गर्दैछु होइन। ओ माई गड एकदमै धेरै पिगमेन्टेड छ कि यो ब्लस। हजुरहरूले अलिकति मिस्टेक गर्नुभयो भने पनि होल लुकलाई नै खराब माथि पनि लगाइदिन्छु मैले। यही ब्लसलाई चाहिँ आँखामाथि लगाइदिन्छु अनि हल्का आई स्याडो जस्तो लुक गर्छु। ओके द्याट्स अल भयो। अब चाहिँ सबै यताउता मिक्स गरिदिइरहेको छु होइन मैले। अब चाहिँ पालो आइलाइनरको अब सेम विङ बनाउन खोज्छु तर हुँदैन। प्र्याक्टिस चाहिन्छ क्या गाइस, प्र्याक्टिस चाहिँ छैन होइन। गाजल चाहिँ यत्तिकै लाउँछु। अनि पालो मस्काराको, यो मस्कारा चाहिँ जापानबाट हो, जापानबाट धेरै जापानको फेमसै हो यो हिरोइन मेकअप, हिरोइनवाला मस्कारा, भोल्युम एन्ड कर्ल मस्कारा। राम्रो छ यसको रिभ्यू। लाइक यो चाहिँ म चाहिँ अलिकति मस्कारा पर्सन हो कि एभ्री टाइम मैले अरू गाजलहरू केही नलाए पनि, अरू केही मेकअप नगरे नि मस्कारा लाउनु चाहिँ मलाई पहिल्यैदेखि नै मन पर्थ्यो कि। अनि यो सुरुमा मस्कारा भनेर थाहा पाउँदाखेरि अनि यो मस्कारा लाउँदाखेरि आँखा घोच्थ्यो कि। ओ माइ बसेर ऐनामा बसेर प्र्याक्टिस गरेको के अझै सम्झिन्छु। अनि फेरि हाम्रो मम्मीहरू आन्टीहरूले चाहिँ खासै यो यस्तो मेकअप गरेको राम्रो नमान्ने नि त। मम्मीले कति ऐना हेरेको, कति मेकअप गर्नु परेको तँलाई भनेर भन्नुभएको थियो कि। यो स्विस ब्युटीको मस्कारा चाहिँ यतिको भयो है गाइस। कस्तो देख्यो भन्नु है त, डिफ्रेन्स देखिहाल्छ। तर पनि अब चाहिँ म लिप लाइनर लाउँदैछु। हेर्नु न गाइस मेरो लिप अन्डर कस्तो धेरै पिगमेन्टेड छ क्या। लिप्स चाहिँ मेरो बच्चैदेखि त्यस्तो हो क्या। फेरि अनि सानोमा चाहिँ मेरो लिप्स ठुलो छ भनेर म कति इन्सिक्योर फिल गर्थेँ किनभने सबैलाई त्यतिखेर थिन लिप्स मनपर्ने होइन। थ्याङ्क गड अहिले चाहिँ यस्तो प्लम्पी लिप्स, ठुलो लिप्सको ट्रेन्ड छ।
आउटलाइनलाई चाहिँ हल्का ब्लेन्ड गरिदिउँ भनेर हो क्या। मसँग चाहिँ त्यस्तो धेरै मेकअप प्रडक्ट अनि त्यसपछि धेरै सामान चाहिँ छैन मसँग। सबै चिज एउटा एउटा छ, त्यही पनि कम्प्लिट छैन, कति कुराहरू सकिसकेको छ। मैले रिस्टक अरू आउटलाइनसँग नलाउँदा चाहिँ राम्रो क्या खासमा। ल यति नै हो गाइजहरू। ल कस्तो देख्यो भन्नुहोस् है त। यो चाहिँ टेबल लाइटमा यस्तो देखाएको छ भने चाहिँ लाइट बिना चाहिँ ल यस्तो देखाएको छ। नेचुरल त होइन तर रुमको लाइटमा भनौँ न यस्तो देखाएको छ। बाहिर लाइटमा चाहिँ यो मेकअप राम्रै देख्छ, किनभने मैले मोस्टली मेरो यो डे टु डे गर्ने मेकअप नै हो क्या। इट्स लाइक सिग्नेचर मेकअप। That's all for today. Thank you so much for watching. See you in the